बहिनीहरूसँग आज घुमेको लास्ट दिन आएको ल हेर चिज गरिदिन्छु नि ए म त अर्को चिज होला भनेको त अर्को सुसे हेर नयाँ मान्छे साँच्चै नि फर्स्ट टाइम होला तर पछि सम्झना हुन्छ है बहिनी अहिलेलाई नभए नि भ्लग गर्दाखेरिबाट अहिलेसम्म तर बहिनीकोमा के चेन्ज आहा गाइज अरू भिडियो हेर्ने मान्छे के भन्छ नयाँ नयाँ भए पनि एउटा मान्छे चाहिँ सधैँ पुरानो हुन्छ हाम्रो भ्लग चाहिँ एउटा मान्छेले चाहिँ स्पेसल्ली हेर्छ होला सबै त्यो हो लक्ष्मी लक्ष्मीले हेर्छिन् लक्ष्मीले नै भ्लग अहिले आउँछ मैले बोलाएको क्या आऊ भनेर उयो तर कस्तो राम्रो राम्रो देखियो नि त यिनीहरू त अनि त्यहाँ पनि त्यो पनि हाम्रै टोली हो ओए आऊ यहाँ बहिनीहरू चाहिँ फोटो खिचेर थाकेको अवस्थामा हो नि सगुन फेरि यता झन् नाचेर पुरै पसिना पसिना ओए यिनको नाम के रे तिम्रो नाम के भन्नु त नाम के हो सोचे जस्तो यिनको नाम सोचिरहेको छैन तिम्रो नाम भन्दियो नि बल्ल तिम्रो नाम के हो रे के अरे रामसँग भन्देऊ के हो नाम युबिन के रे युबिन ओली भन नि त रामसँगले युबिन ओली बानी चाहिँ रहेछ बन्दुकको गोली जस्तो होइन गोली साथीको छोरी यत्रो भइछ कि बिहा गर्ने न लप्पार्ने न यो हाम्रो कार्यक्रम अझै पनि जारी हुनेछ सम्मानको नाचुको तर अहिले औपचारिक कार्यक्रम घोषणा के रे समापन भएको घोषणा गर्छु धन्यवाद जेदु नमस्कार साथीको छोरी यत्रो भइसक्यो तपाईको लभ पर्ने कहिले हो अब लभ भन्ने कुरा साथीको छोरी कलाकार मित्रहरूलाई आजको सहभागी मित्रहरूलाई बिहे नगरी आमा भर्खर साथीको मनोरञ्जन प्रदान गरिदिनुहुनको निम्ति हाम्रा कलाकार मित्र अहिले आइसक्रिम कसले किन्छ का समेत हेलो गाइज अब हामी कहाँ जानु लाइन नाच्न बाजा बजा जस्तो सुन्दैछौँ भिडियो चाहिँ छिटो हाल्नु है म वान अफ हुन्छ ल भोलि नै हालिदिन्छु कि यार मेमोरी फुल हुन्छ व्हाट्सएप मेसेन्जर सबै फालेर भिडियो एडिट गरेर हाल्नुपर्छ त्यही भएर अहिले साँझ नि आउन सक्छ वर्षमा महिनामा एक एकचोटि भयो भने भ्लगमा देखिन्छ माया गरिदिनु म पनि 17 प्रो होइन 18 प्रो किनेपछि भ्लग बनाउँछु कि अहिले त छ त 15 हो क्या होइन 18 आयो स्टिल 11 मै अड्किरहेको म ल ल हामी चाहिँ नाच्न जानु लाग्यो अनि यत्रो बेर चाहिँ हामी आएको 2 घन्टा जति भयो होला के गर्यौँ भनेपछि फोटो भिडियो खिचेरै बस्यौँ अनि साथीहरू चाहिँ आजभोलि कोहीको बिहा भइसकेको छ कोहीको नानी छ अनि त्यही भएर उनीहरूलाई नि पर्खेर बस्नुपर्छ नि त टाइम दिँदा के गर्दा के हुन्छ सिङ्गल लाइफ जस्तो हुँदैन यता चाहिँ घुमे चलिरहेको छ हामी चाहिँ नाच्न लाग्यो अब खिच्न मिल्ने जति चाहिँ खिच्न मिल्ने होइन अब आफू ननाचेर भए पनि खिच्न पर्ने हुन्छ फेरि अब त्यही हो भिडियोग्राफर भएपछि चाहिँ आफू ननाचेर भए पनि खिचाउनु पर्ने हुन्छ क्या अब अरूलाई नाच्न रहला हुन्छ खिच्देऊ भन्ने नि कुरा भन्न त्यही भएर ल बाई
प्रकारले अत्यन्तै सभ्य र भव्यताको साथमा सुरु भएको थियो र यो अन्तिम समापन पनि त्योभन्दा अझै डबल भव्यताको साथमा सम्पन्न भइरहेको छ। हामी गर्व गर्छौँ लुम्बिनी प्रदेशकै हकमा यो पहिलो ऐतिहासिक कार्य हो। प्रथम ढुङ्गे महोत्सव 5 दिवसीय प्रथम लुम्बिनी प्रादेशिक महोत्सव मैले अरू पनि उद्घोष गरिसकेको छु। तपाईँ हातमा शरीर भइदिनु होला। अहिलेसम्म मैले बोलिरहेको छैन। तपाईँको माझमा यो हाम्रो हाम्रो राष्ट्रिय
ज्ञापन गर्दछौँ। यो फुल थाप्ने यो बोर्कीलाई अगाडि मैदानमा लगिएको छ, जो कि सबैको ध्यान यो बोर्कीतिर जाओस् भन्ने धारणाले र सबैले आफ्नो नजर यो बोर्कीतिर लगाउनु होला। यो हाम्रो संस्कार, यो परम्परा र यो रीति नै हो, अन्यथा नलिनुहोला। सम्पूर्ण आमा बुवा, दाजुभाइ दिदीबहिनीहरूले अब अर्को एकजना बहिनीले पनि 150 रुपियाँ लिएर सम्मान गर्नु, 550 रुपियाँले सहयोग गर्नुभएको छ। उहाँलाई एकदमै मुरी धन्यवाद। हाम्रो दादा टिमहरू एकदमै कम्तीलो काम देखाएर हाँसिरहनु भएको छ है। तपाईँको सहयोग आइरहेको छ, सहयोगी हातहरू अगाडि बढिरहेको छ र हाम्रो बाध्यदाता टिम पनि अत्यन्तै खुसी हुनुहुन्छ र अत्यन्तै हर्षित हुनुहुन्छ। यस्तै प्रकारले यो सहयोगी हातहरू अघि बढिरहनेछ। गरिरहनु भएको छ। यहाँलाई हामी विशेष धन्यवाद भन्न चाहन्छौँ। आजको हाम्रो यो 5 दिवसीय महोत्सवको अन्तिम घडीमा छौँ हामी, अन्तिम क्षणमा छौँ र अन्तिम दिनको अन्तिम घडी र अन्तिम क्षणमा अत्यन्तै रोचक र अत्यन्तै शानदार प्रस्तुति हामीहरूले देखिरहेका छौँ। हामीहरूले सोचेको भन्दा पनि अब्बल तरिकाले यो कार्यक्रम भव्य रूपमा सञ्चालन भइरहेको छ। लागिरहेको छ कि यो प्रस्तुति रातभरि पनि चलिरहोस्। यो लोकवादी नाचको नेतृत्व गरिरहनु भएको छ हाम्रो युवा नेता, राप्ती गाउँपालिकाका अध्यक्ष मेरो प्यारो बाबु कृष्ण भर्ती मगर र विद्यार्थी सङ्घका अध्यक्ष मेरो प्यारो बाबु प्रदीप भर्ती मगरज्यूले युवाहरूको जमातलाई, युवाहरूको टिमलाई नेतृत्व गरिरहनु भएको छ। उहाँलाई म फेरि पनि विशेष धन्यवाद भन्न चाहन्छु। हाम्रो आदरणीय नेता लुम्बिनी प्रदेशको अध्यक्षज्यूले पनि यो नाचलाई नजिकैबाट निहालिरहनु भएको छ। प्रदान भएको छ। बाबु 25 रुपियाँ प्रदान गर्नुभएको छ। हामी बोलाउन प्लिज। बाबु बाबु एकैछिन है, नाच्नु।
ऐनामा हेरेर लाग्यो जोरम जान लाग्यो भन्ने छ अहिले धुन बसिरहेको छ तपाईँहरूले कहाँबाट हो कि यो मान्छे अरे तेरो बाउले 2000 भयो नाच
तपाईँहरूको माझ एकजना सहयोगी बुवा आउनुभएको छ, मानवीर कुन मगर। र यो फुल पन्तेवाला समूहका अध्यक्ष लक्ष्मी बहिनीलाई म लगाइरहेको छु। र तपाईँहरू ताली बजाउनुहोला, ताली बजाएर सम्मान गर्नुहोला उहाँलाई। यसै गरी सहयोगी मञ्चका धनीहरू अझै पनि अगाडि आउनुहुनेछ। मानबहादुर कुन मगरज्यूले 500 रुपियाँको फुल लगाउनु भएको छ बाजा समूहको अध्यक्षज्यूलाई, र 500 रुपियाँ त्यो बर्किना प्रदान गरेर जानुभएको छ। उहाँलाई मुरी धन्यवाद। हाम्रो यो नाच पनि जारी रहनेछ। त्यस्तै प्रकारले हाम्रा सहयोगी डाटाहरू र सहयोगी हातहरू पनि अगाडि बढिरहेको छ। हामीहरूसँग समयको पनि अभाव छ, त्यस कारणले हामी मल्टी रोल काम गरिरहेका छौँ। हाम्रो नाच पनि निरन्तर चलिरहनेछ र हामी सहयोगी डाटाहरूलाई सम्मान पत्र पनि प्रदान गर्नेछौँ। त्यस पछाडि यो बाजाको ताल पछाडि एकैछिन हामी सहयोगी डाटाहरूलाई सम्मान पत्र प्रदान गर्नेछौँ। सहयोगी डाटाहरूको नाम यस प्रकारले रहेको छ: राप्ती 3 निवासी प्रकाश जैसी, जसले यो महोत्सवलाई सहयोग स्वरूप 15 पेटी पानी प्रदान गर्नुभएको छ। उहाँलाई सम्मानपूर्वक यो सम्मान पत्र प्रदान गरिनेछ। प्रकाश जैसीज्यू, तपाईँ सम्मान पत्र ग्रहण गर्नको लागि तयारी अवस्थामा रहिदिनुहोला। त्यस पछाडि अर्को सहयोग
हेलो पवित्र मिस कस्तो लाग्यो मिस त बडो नाच्ने रहेछ नि त ब्याचलरको मेरो ब्याचलरमा भेटेको साथी कहाँ भयो त्यही हो बालुवाको ब्याचलरमा भेटेको मेरो बचपनको यिनीहरू सँगै पढेको फेरि बिछोडेर फेरि भेट यिनको साथी यिनको घरको साथी हामी नाच्ने ननाच्नेको चप्पल च्याट गर्छ मेरो चप्पल च्याप्थ्यो अब हामीले जजसको भिडियो गराइदिएको छु तिनीहरूले भरपाई गरिदिनु पर्यो मेरो चप्पलको भिडियोमा लाइक गरिदिनु अनि पैसा कमाउनु चाहिँ अर्को वर्ष भूमिमा है सब्स्क्राइब पछाडि भन्ने मान्छेको अनुहार देखाउ त भन्ने मान्छे अब बोल्ने मान्छे यहाँ सङ्गीत डरलाई नगरे त हेर्नु त यहीँबाट भेनालाई केही भनिदिनु नमस्ते सरी दर्शन गर्नु फाल्छुको फाल्दैन म म एक बेला फोटो हाल्छु क्या पवित्र मतलब त्यो यस्तो एकछिन भिडियो बनाइदिउँ हाम्रो यो भूमि महोत्सवको अवधिभरि हामीलाई साथ सपोर्ट र सहयोग गर्नुहुने सम्पूर्ण मित्रहरूलाई हामी विशेष धन्यवाद भन्न चाहन्छौँ। अर्को वर्षको हाम्रो महोत्सवमा हामी फेरि भेट्छौँ, फेरि जुट्नेछौँ, फेरि रमाउनेछौँ र फेरि हामी हाम्रो यो कार्यक्रमलाई सफल बनाउनेछौँ। म एउटा जानकारी तपाईलाई गराउन चाहे, यो एउटा मोबाइल फोन हामीले पाएका छौँ।